कुन चाहिँ स्कुल हो यो उताको गुन्सी गुन्सी र स्वास्थ्यका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ सुनावती गाउँपालिका खेलकुद विकास समितिद्वारा आयोजित यस 7औं राष्ट्रपति रनिङ सिल्डका भलिबल तर्फको फाइनल म्याच हुन गइरहेको छ। फाइनल म्याचमा सतलिङ्गेश्वर मावि र कृष्णवनेश्वर मावि बीच यस मैदानमा घम्साघम्सी चल्नेछ। केही बेर हामी यस घम्साघम्सीलाई मजा लिनेछौँ। तसर्थ सम्पूर्ण दर्शकवृन्दहरू तपाईँ सम्पूर्ण आफ्नो अनुशासनको परिचय दिँदै सभ्य र राम्रो कमेन्ट गर्दै तपाईहरू यस खेलको मजा लिइरहनु हुन अनुरोध गर्दछु। र अब सतलिङ्गेश्वर मावि र कृष्णवनेश्वर मावि बीच घम्साघम्सी खेल सुरु हुन गइरहेको छ। उताको सुरु भइसकेछ नि एक नम्बरलाई निकालेको नयाँ बल निकालेको भाइ सतलिङ्गेश्वर माविले 1 अङ्क प्राप्त गर्दै पुनः खाता खोल्न सफल भएको छ फाइनल खेलमा। सतलिङ्गेश्वर मावि र कृष्णवनेश्वर मावि बीचको खेलमा सतलिङ्गेश्वर माविले 1 अङ्क प्राप्त गर्दै खाता खोल्न सफल भएको छ। कृष्णवनेश्वर मावि पनि खाता खोल्नको लागि मानपुरले जित्छ नि अत्यन्तै राम्रो डिफेन्स कृष्णवनेश्वर माविका खेलाडीहरूको। अत्यन्तै राम्रो स्पाइक जर्सी नम्बर 3 का कृष्णवनेश्वर माविका खेलाडी भाइको। तसर्थ 1 अङ्क ल्याउँदै खाता खोल्न सफल भएको छ कृष्णवनेश्वर मावि पनि र दुवै टिम 1-1 अङ्कमा बराबरीमा रहेको छ। अत्यन्तै राम्रो उत्कृष्ट स्पाइक सतलिङ्गेश्वर माविका जर्सी नम्बर 20 का खेलाडीको, जसले गर्दा 1 अङ्क प्राप्त गर्दै 2 अङ्क बनाउन सफल भएको छ। सतलिङ्गेश्वर मावि भने कृष्णवनेश्वर मावि 1 अङ्कमा रहेको छ। 1 अङ्कले सतलिङ्गेश्वर मावि फाइनल खेल अत्यन्तै राम्रो प्रहार थियो तर कृष्णवनेश्वर माविबाट ब्लक भएको छ। तसर्थ अङ्क कृष्णवनेश्वर माविले थप्दै बराबरीमा 2-2 बनाउन सफल भएको छ। अत्यन्तै प्रतिस्पर्धात्मक खेल मिलनहरुदेखि न मिलन सुमन छ गर्दैछन् दुवै टिमका अरे भिडियोमा आउँछ चुपेर बस्नु राजी के हुन्छ पुनः कृष्णवनेश्वर माविले 1 अङ्क थप्दै अङ्क 3 बनाउन सफल भएको छ। कृष्णवनेश्वरले भने सतलिङ्गेश्वर मावि 2 अङ्कमा रहेको छ। भनेको जित्छ कि न के टिममा पनि अत्यन्तै राम्रो प्रहार जर्सी नम्बर 11 का सतलिङ्गेश्वर माविका खेलाडीको। तसर्थ पुनः 1 अङ्क थप्दै 3 अङ्क बनाउन सफल भएको छ सतलिङ्गेश्वर मावि। दुवै टिमका बराबर नम्बर रहेको छ। दुवै टिमले 3-3 अङ्क प्राप्त गर्दै बराबरीमा खेल प्रदर्शन भइरहेको छ। फाइनल हो किन थाक्यो के जित्यो नेट टचको संकेत भएको छ। तसर्थ कृष्णवनेश्वर अङ्क मानपुर 4 आयो फाइदा भएको छ, जसले गर्दा कृष्णवनेश्वर मावि 4 सतलिङ्गेश्वर मावि 3। हाम्रो अतिथिज्यूहरू मञ्चमा आसन गरी यो भलिबल खेलको अवलोकन गरिदिन म हार्दिक अनुरोध गर्दछु अतिथिज्यूहरूलाई। पुनः 1 अङ्क थप्दै कृष्णवनेश्वर मावि 5 अङ्क बनाउन सफल भएको छ भने 3 अङ्कमा रहेको छ। 2 अङ्कले कृष्णवनेश्वर मावि यस अत्यन्तै प्रतिस्पर्धात्मक खेल अत्यन्तै राम्रो प्रहार जर्सी नम्बर 11 का खेलाडी सतलिङ्गेश्वर माविको तर्फबाट र 1 अङ्क थप्दै 4 अङ्क बनाउन सफल भएको छ सतलिङ्गेश्वर मावि भने कृष्णवनेश्वर मावि 5 अङ्क रहेको छ। 1 अङ्कले कृष्णवनेश्वर मावि अगाडि रहेको छ। चस्मा लाउन दाइले त पैसा आउँछ आउट गएको बलसँग छ नि त के चस्मा दाइ
उसलाई त पैसा आउँछ अरे। बल लाइन क्रस भएको सङ्केत भएको छ प्रमुख रेफ्रीको तर्फबाट र 5-10 भयो। जसको फाइदा सतलिङ्गेश्वर माविलाई मानपुर सेलाइ क्या अब? माविको अङ्क रहेको छ 5 भने कृष्ण बनेश्वरको पनि 5 रहेको छ। से- अत्यन्तै प्रतिस्पर्धात्मक खेल प्रदर्शन भइरहेको छ नसुत्दै, दुवै टिमका सुत्यो? खेलाडीहरू आउट गइहाल्यो नि। उस्तै जुझारुका साथ खेलिरहेको छ। 6 भयो पुनः उसको त। 1 अङ्क थप्दै सतलिङ्गेश्वर मावि 6 अङ्क बनाउन सफल भएको छ भने कृष्ण बनेश्वर मावि 5 अङ्कमा रहेको छ। 1 अङ्कले सतलिङ्गेश्वर मावि अगाडि रहेको छ। अत्यन्तै पुनः राम्रो प्रहार बराबर गरेको भयो भने छ नि। कृष्ण बनेश्वर माविका खेलाडीको तर्फबाट। त्यो सिटी नबजाइकन हान्न दुवै पर्ने थियो बल टिमले पनि। 6 अङ्क बराबरी बनाउन सफल भएको छ। बल चेक आउट भएको सङ्केत भएको छ। तसर्थ सतलिङ्गेश्वर बल आउट हाने नि। माविको 7 भने कृष्ण बनेश्वर मावि रिसले नै आउट हान्थ्यो कि बल। 1 अङ्कले सतलिङ्गेश्वर मावि अगाडि रहेको छ। अत्यन्तै राम्रो प्रहार जर्सी नम्बर 4 का बराबर भयो। 14 का खेलाडी कृष्ण बनेश्वरको तर्फबाट र पुनः अङ्क बराबरीमा लान सफल भएको छ। दुवै टिमका खेलाडीहरू अत्यन्तै प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्दै हुनुहुन्छ। कस्तो स्वाद आउँछ भने बराबर हुँदा त। पुनः 8 भइसक्यो नि। है अङ्क थप्दै कृष्ण बनेश्वर मावि 8 सतलिङ्गेश्वर मावि 7। कस्तो आँट कस्तो मजा आउँछ कि बराबर हुँदा त। नसुत निद लाग्यो ठोक। कृष्ण बनेश्वर माविका खेलाडीहरूको तर्फबाट जसले गर्दा पुनः अङ्क थप्दै 9 अङ्क बनाउन सफल भएको छ। कृष्ण बनेश्वर मावि भने सतलिङ्गेश्वर मावि 7 अङ्कमा निद रहेको छ। लाग्यो सुत्यो यतापट्टि सुतिहाल्यो लु मानपुर सुत्यो। 20 का सतलिङ्गेश्वर माविका खेलाडीको जसले गर्दा पुनः 8 नम्बर बनाउन बोले। सफल भएको छ। कस्तो मजा आउँछ है। भने 1 अङ्कले कृष्ण बनेश्वर मावि अगाडि रहेको छ। आनन्द ठुक्क सुतिहाल्यो नेट टच भएको सङ्केत रहेको छ 10। जसको